हेलो साथीहरु, आजको भिडियो विशेष गरेर मेरो माता तीर्थौसीको लागि आज मैले सेलरोटी र चुकौनी बनाउन थालेको छु। सेलरोटीको भने मैले फुल रेसिपी राखेको छैन, मेरो अघिल्लो भिडियोमा फुल रेसिपी राखेको छु र आज मलाई अलिकति हतार थियो, त्यसैले भिडियो सर्टकटमा बनाए। मेरो मातालाई मन पर्ने, माताको एकदमै फेभरेट सेलरोटी, उहाँलाई सेलरोटी कति मन पर्छ भनेर त भनिसाध्यै नै छैन। उहाँलाई एक कप चिया र सेलरोटी दियो भने एकदमै खुसी हुनुहुन्छ, अरु केही पनि चाहिदैन। र मैले चुकौनीको लागि आलु बोइल गरे, अनि मिक्सचरमा दहीलाई पिने, दही मिक्सचर गर्यो भने एकदमै मिठो हुन्छ, त्यसैले मैले मिक्सचर गरे। अनि थोरै तिल र खुर्सानीलाई पनि पिने। अब पिनेको तिल चाहिँ राख्छु। अब एउटा प्यानमा थोरै शुद्ध तोरीको तेल राख्छु, तेललाई राम्रोसँग खरिन दिन्छु। त्यतिन्जेल यता बेसार राख्छु। अब तेल राम्रोसँग खरिसकेपछि थोरै मेथी राख्ने, मेथीलाई राम्रोसँग फुराउने। मेथी राम्रोसँग फुरिसकेपछि अब बेसारको वरिपरिबाट छोड्ने। अब हजुरहरूलाई स्वाद अनुसार नुन कति मन पर्छ त्यति राख्नु होला, आफ्नो स्वाद अनुसारले राख्नु होला। अनि हजुरहरूलाई प्याजहरू मन पर्छ भने प्याज पनि राख्नु होला, मन पर्दैन भने नराख्नु होला। मैले सुरुमै दही राख्दिन साथीहरु, तेल राख्दाखेरि अनि टेस्ट नराम्रो आउँछ, त्यसैले तातोले टेस्ट बिगार्छ। पोछीबाट राख्छु। अनि थोरै धनिया पनि राख्ने, राम्रोसँग मिक्स गरेर अब रेडी भयो। आजको चुकौनी र सेल खाएर मेरो माता एकदमै खुसी हुनुभयो।